नमस्ते गाइज, वेलकम टु माई न्यू भिडियो फेरि पनि। र आज चाहिँ यता सुस्पुरातिरबाट आज हामी यहाँ सुस्पुरा गाउँमा यहाँ इलेक्ट्रिकको पाइप हाल्न आएको। हिजो साँझ आएर यो दुईवटा कोठाको गरेर अनि यति धेरै छन् अझै। अब एकैछिनमा सुरु गरियो। हेलो गाइस, फाइनल्ली हामीहरूले पाइप साइप हालेर भ्याइयो। हेर्न सक्नुहुन्छ यो कोठाको हो, छेउछेउको बत्तीको लागि, बिचको पङ्खाको लागि। अनि यतातिर यिनी टोइलेट अरे, अनि यता पनि कोठा छ। अनि यो बिचको सनलाइट के भन्छन् त्यही हो। अनि यो टुवेको लागि छ यतातिर। अनि अगाडि बरन्डा भयो, यसरी यताको छ। अनि यहाँ डिस्ट्रिब्युसन बक्स राखेका छन्, पिक्चर पनि बसालिसकेका छन्। अब ढलाइ हुन्छ, पानी पर्दैछ। यतातिर यो माथिको छतको पानी तल झर्ने, अनि यो माथिको टोइलेटको लागि यो सबै बाहिर छ। यो अङ्कलको हो, यो अङ्कलको घर हो। ल गाइज, अस्ति हामी सुस्पुरा आएको थियौँ यहाँ पाइप हाल्न, अनि अहिले यो खुलेर भ्याइसकेको छ। अनि यहाँ दिवाल उठाएको थिएन, दिवाल पनि उठाएर वायरिङ गरेर यो भित्रभित्र गएको थियो इलेक्ट्रिकको। अनि यहाँ बोर्ड जाम गरेर पाइपिङ गरेर कोठाको। अनि यतातिर किचन छ, किचनको भाग चाहिँ उठ्न छ। अनि यहाँ तिनटै कमोड, यो अट्याच बाथरुम, अनि यो यता कमन बाथरुम। यता मेरो दाइ सुरज, झकास ब्रो। अनि हामीले यो कमोडको लागि तीनटा पोइन्ट राख्दैछौँ यसरी। बाहिर जान्छ, बाहिरदेखि बाहिर पाइपिङ गर्ने हो, त्यो यस्तरी बनाएको छ। अनि यहाँ माथि गिजरको पोइन्ट दिएछौँ दुईतिर, अझै काट्न बाँकी छ। अनि हाम्रो कोठाको सबै वायरिङ भइसकेको छ। यो दिवाल यहाँबाट लाग्छ है गाइज, दिवाल यहाँबाट लाग्ने भएर यसरी यता दियो। अब यसलाई अझै यता दियौँ भने अलि अप्ठ्यारो हुन्छ कि भनेर बिममा गराइएछ। हुन त नगराउनु पर्ने हो, यता पनि त्यस्तै हो छ। ल गाइज, हेलो गाइज, हामीले प्लम्बिङको काम पनि यहाँ भइसकेको छन्, यहाँ हेर्न सक्नुहुन्छ। यो भर्खरै टालेका हुन्। यो यहाँ वाल मिक्सचर बस्छ यो भागमा। अनि यो तलको भाग मोटरको भाग हो। अनि यता गएर यहाँ कमोड बस्छ। अनि यो कमोडको भाग हो, कमोडको लागि। अनि यहाँ बेसिन बस्छ, त्यहाँ हामीले बनाएको थियौँ, पुग्दैछन्। अनि त्यहाँबाट यताबाट आएर अनि यो गिजर बस्छ, अनि अर्को चाहिँ यो बाथरुम भयो। अनि अर्को यो कमन बाथरुम हो, उता कटेज थियो भनेपछि यो कमन भयो। अनि यो चाहिँ हाम्रो ट्याङ्कीको सिधै यताबाट सिधै बाहिर गयो। अनि यता आएर यो बेसिनको भयो। अनि यता आएर वाल मिक्सचरको पोइन्ट भयो, सावर भयो। अनि यताबाट माथि गयो गिजरको। अनि यो कमोडको, यहाँ पनि कमोड बस्छ, यो कमोडको पोइन्ट हो।
अनि यो तातो र चिसो सिधै यहाँबाट किचनमा गछ। यताबाट हुँदै यो किचनमा गएछ। यो किचनमा गछ। यो किचनमा सिङ्क बस्छ। अनि यहाँ माथि आरोको पोइन्ट हो। यो माथि फुटाल्छन्। यो ढलाई हो, माथि फुटाल्छन्। अनि हाम्रो दाइ हिरो नेपाली सलमान खान। अनि यता पनि अट्याच बाथरुम छ, हेर्न सक्नुहुन्छ। यो पनि भर्खरै यहाँ प्लास्टर बाँकी भयो। यो प्लास्टर बालुवा मसला बढी भएर भर्खरै टाल्दैछन्। यो यहाँ यो के भन्छ नि गिजरको पोइन्ट। यताबाट आयो यहाँ बेसिनको पोइन्ट। यहीँबाट यस्तरी लिएर आएको हामीले। अनि यहाँ माथि गएर सावर र मिक्सर। सावरको भयो। अनि यहाँ तलबाट कमरको भयो। यो कमरको पोइन्ट हो। अनि बाथरुमको वेस्ट पाइप र यसको वेस्ट पाइप यहाँबाट जान्छ। यहाँ पाल खोलेछ, उनीहरू बन्द गर्दैछन् अहिले। गाइस